Are you guys rolling? Yeah, we're rolling. We're rolling, brother. Hey guys, what is up? Welcome back to another video. And आज चाहिँ हामी जान लागिरहेको छौं ईशानेश्वर महादेव टेम्पल कर्पुटारमा छ जुन चाहिँ अनि आज चाहिँ 25 फेब्रुअरी भोलि 26 फेब्रुअरीमा चाहिँ महाशिवरात्रि परेको छ एन्ड अहिले चाहिँ त्यस्तै 6:24 भएको छ एन्ड हाम्रो गोल र हाम्रो च्यालेन्जेस चाहिँ के हुनेवाला छ भन्दाखेरि पहिला सुरु चाहिँ हामी पुग्न पर्यो हैन अहिले घरमै छौं जाने भनेको दिउँसो भनेको 2 बजेतिरको प्लान थियो तर अब बोइज वी बोइज विल बी बोइज हैन त्यही भएर चाहिँ 7 बज्न लागिसक्यो क्या तर हैन जाने हो ठाउँ चाहिँ पाउँदै पाउँदैन है ठाउँ चाहिँ हाम्रो गोल चाहिँ के छ भन्दाखेरि आज चाहिँ गएर त्यहाँ बस्ने छ प्लस अब खानासाना अब हामी आफै म्यानेज गर्नुपर्ने हुन्छ त्यहाँ प्लस बस्ने ठाउँ पनि त्यहाँ छैन अब कता हो कता खोज्नु पर्छ हाम्रो ब्याग प्याकिङहरू चाहिँ भइसकेको छ म देखाउँछु एकैछिनमा यो चाहिँ हाम्रो ब्याग हो यो चाहिँ मेरो ब्याग अल्सोको ब्याग यहाँ छ टाइम चाहिँ अहिले यति भएको छ हैन 6:26 हामी जान लागेको चाहिँ द मेम्बर्स आर the G gangs and the Ayus and the Sumit and the Pratibimba. Let's hope for the good things. हैन दिन त धेरै प्लान गरेर आएको थियो कि हैन अब स्क्रिप्ट लेखेर हामी यो त्यो भिडियो बनाउँछु भनेर हैन तर त्यो लेट्स होप फर द बेस्ट अहिले राति चाहिँ हामीले धेरै फुटेजहरु खिच्नु हुन्थ्यो तर राति अँध्यारो मैले बाटोमा जाँदाखेरि त्यस्तो राम्रो फुटेजहरु आउँदैन होला गाइज डाइरेक्ट भोलि गाउन सक्छ अथवा हामी त्यहाँ पुगेपछि गाउन सक्छ हामी कसरी बस्दैछौं र कसरी बसेछौं भनेर वी विल फर स्योर सो यु गाइज है त until that we'll update you guys बुझ न तिमी बुझ न यहाँ बुझ श्री 5 कताबाट भर गर्ने होला है जुम दिस आउट हैन ल हामी जान ला अब सो या गाइज अहिले चाहिँ 9:05 भइरहेको छ ट्युसडे हैन अनि हामी यादै छैन हो We coming. On the way, arriving on the way to Kolkata. See you guys in some time later. ल गाइज अहिले चाहिँ हामी चाउमिन आइसकेको छ अनि हामी चाउमिन खान लाग्यो है त यस अल्छी त खाइसकेको होला है कस्तो हुँदैछ बहुत मिठो छ यार हो आएर खायो त ल है त आएर चेक गर्नुपर्छ है चाउमिन कच्चा ल कति मन ठ्याक्कै खाइदियो ल है त सो गाइज हामी चाहिँ हाम्रो निस्किनु लाग्यो अहिले त्यो बजिरहेको छ 9:36 एन्ड साधनको चाहिँ यहाँनिर छ नमस्ते सबैजनालाई अहिले हामी छौँ ईशानेश्वर महादेव मन्दिरमा र मेरो क्यामेराको पछाडि हुनुहुन्छ अभिषेक र मेरो लेफ्टमा हुनुहुन्छ सुमित अनि मेरो राइटमा हुनुहुन्छ प्रतिबिम्ब म चाहिँ आयुष अनि अहिलेको बजिरहेको छ 10:15 हामी आइसक्यौँ ईशानेश्वर महादेवको मन्दिरमा र आजको दिन चाहिँ हामीले अब यहाँ यता लेफ्ट साइडपट्टि यो तम्बुको तलपट्टि हामीले टेन्ट गाडेर बस्नेछौँ र भोलिको दिन के हुन्छ तपाईँहरूले हेर्नु होला आजको च्यालेन्ज चाहिँ हाम्रो कहाँ बस्ने भनेर थियो र हामीले आज यहाँ ठाउँ पनि पायौँ तर थाहा छैन बस्नु पाउँछ कि पाउँदैन त्यस्तो कुराहरू चाहिँ तर त्यो चाहिँ अब सिचुएसन अनुसार हेरौँला गाइज हामी छिटै उठ्ने विचार छ के हुन्छ हाम्रो पछाडि छ 108 वटा धारा त्यो चाहिँ बिहान देखाइन्छ रोलमा होइन अनि ल
त्यही हो गाइस अब हामी टेन्ट बनाउँछौँ त्यसपछि त्यो सर्टहरू हेर्दै गर्नु होला धन्यवाद किप वाचिङ गाइस क्यारो टेन्ट बनाउँदै भयो भयो यार अब अलि हल्का तानतुन टेन्ट इज डन अब यसको माथि कति हालिदिनु छ कभर हालिदिउँ न त या गाइज हामीले यो टेन्ट सेटअप गर्दै थियो त्यति बेला ठ्याक्कै यहाँनिर त्यो ब्रेक भएर हामीले जोस जुगाड गरिदियो डोरी थियो डोरीले बाँधेर यो स्टिकमा त्यसपछि गऱ्यो यहाँनिर चाहिँ एउटा होल भयो तर केही छैन भगवानको हल्का इसारा अल गुड म्यान त्यो रेकर्ड पनि छ त्यो अलिपछि हालिदिनु त्यही हो गाइज अहिले चाहिँ हामीले बनाइसकेको छ सुगार सुगार हानेर जे भएर भए पनि ल अनि अहिले चाहिँ हामी यो डिक्कीमा सामानहरू हेलमेटहरू राख्नु लाग्यो जानु लाग्यो माथि साधन भएको ठाउँमा प्लस अनि हाम्रो डिक्कीमा बोतलहरू छ हामी पानी भरेर आउँछौँ माथि के पाउँछ त्यो पनि अलिअलि हेर्छौँ अनि भरि भएन खानको लागि केही खानेकुराहरू लिन्छौँ होइन त्यसपछि भोलि चाहिँ हामी यहाँ माथिपट्टि पानी धारा छौँ त्यसै आठवटा यहीँ बनाएको हो यो चाहिँ अनि त्यहाँ नुहाएर अनि पूजा गर्छौँ होला यो हाम्रो उठ्ने प्लान चाहिँ 3:30 को छ लेट्स सी हाउ इट गोज एन्ड वाट ह्यापन्स नेक्स्ट है त ल सम्म त उठ्नु लमजुङको कर्पुटार गाउँमा रहेको इशानेश्वर महादेव मन्दिरमा महाशिवरात्रि विशेष महत्त्व राख्छ यहाँको प्राकृतिक रमणीयता र आध्यात्मिक ऊर्जा श्रद्धालुहरूलाई आकर्षित गर्छ महाशिवरात्रिको रातमा यहाँ हजारौँ भक्तजनहरू शिवजीको पूजा गर्न मनोकामना पुरा गर्न र आध्यात्मिक उन्नति प्राप्त गर्न यात्रा गर्छन् अहिलेको बजिरहेको 4 बिहानको अनि हामी उठ्यौँ अब गएर मुखसुख धोएर अनि त्यसपछि पूजाको सामानहरू किनेर आएर हामी चाहिँ सिधै मन्दिर दर्शन गर्नको लागि जान्छौँ होइन अहिले चाहिँ अगाडि बाटो हेरौँ यस्तो ठ्याक्कै उसहरू बाँधेछ नि त लड्यो भने चाहिँ हुन्छ चिसो छ नहिन्छ कि नहिँड्न चाहिँ थाहा छैन त्यहाँ खोलातिर म त अब त्यो नि खोला कि नजिक होला नि अहिले चाहिँ हामी गणेश मन्दिरतिर जानु लाग्यो होइन अनि के भयो भन्दाखेरि वी अनफर्चुनेटली गन टु रङ टेम्पल एन्ड गोइङ ब्याक टुवर्ड्स गणेश टेम्पल राइट नाउ एन्ड या सबभन्दा ठुलो हाम्रो सबभन्दा ठुलो मन्दिर र उस चाहिँ गइसक्यौँ अनि अहिले चाहिँ गणेश मन्दिरतिर हामी उल्टो भयो हामी त्यसको चाहिँ देखाइदिउँला हो कि यता गएको सुरुमा अनि उताको चाहिँ पछि देखाइदिउँला जसरी नै ल शिव गाइसिनको त अझै दामी दामी सर्टहरू खिच्नु अहिले चाहिँ सुरुमा चाहिँ हामी दर्शन गरेर अनि जम्मा गरेर भयो त लगायत हामी चाहिँ दर्शन सर्शन गरियो होइन पूजासुजा गरियो भनौँ जे होस् अनि अहिले बजिरहेको छ 6:22 वेडनेसडे 26 फेब्रुअरी अनि आजको बिहान चाहिँ अब शान्त थियो शान्त उसबाट अब ड्याङडुङ गरेर घन्टीहरूको टन्ने आवाजहरू सुन्ने होइन एज यु गाइज क्यान सी बिहाइन्ड मेरो पछाडि चाहिँ इशानेश्वर महादेव मन्दिर छ गाइज एन्ड या peace. Happy Mahashivratri to everyone. So yeah guys, हाम्रो चिया आउँदैछ है त
इशानेश्वर महादेव मन्दिर इतिहास र आस्थाको महत्त्वपूर्ण केन्द्र हो। यहाँको शिवलिङ्ग विशेष पूजनीय छ, जसको दर्शन गर्न र पूजा गर्न भक्तजनहरूको लर्को लाग्छ। महाशिवरात्रिमा विशेष पूजा अर्चना गर्ने परम्परा छ। भक्तजनहरूले दुध, पानी, बेलपत्र र फूल चढाएर भगवान शिवलाई समर्पण गर्छन्। यस दिन मन्दिरको वातावरणमा अत्याधिक भक्तिभाव र शान्ति सञ्जलिन्छ। मन्त्र जाप गर्दा श्रद्धालुहरू आत्मिक शान्ति र समृद्धिको खोजी गर्छन्। रातभरि यहाँ दीप जलाएर र मन्त्र जाप गर्दै शिवजीसँगको विशेष सम्बन्धलाई सशक्त बनाइन्छ। Yes guys. सर्के हाँस्दा हाँस्दा हामी चाहिँ सेलरोटी अनि तरकारी खान लागेको छौँ अहिले। 71 बजार नजिकै हो। मिठो छ, भर्खरै एक बाइट हानेको मिठो थियो है त त्यो। आजको दिन चाहिँ यस्तै भयो। अब यता हेर्नु जाने उता हेर्नु जाने होइन, मन्दिरतिर जाने यताउता गर्दै सक्यो। कति भर्खरै सर्कियो चिया पनि 4वटा भनिदिनु ल दाइ। रोटीको रिभ्यू हामीलाई हेर्दा कस्तो भयो नि? खाना चाहिँ बवाल छ है रोटीले। दामी छ अङ्कल, दामी। हामी चाहिँ अहिले यत्तिकै पल्टेर बसिरहेको छौँ। राति हुनको लागि पर्खाइमा बसिरहेका छौँ। यहाँ पछाडि यो गीत बजाइरहेको छ अनि हामी चाहिँ यत्तिकै बसिरहेको छौँ। अभिषेक यहाँनिर छ, यतापट्टि छ, सुमित यहाँनिर छ। Yes guys. And अहिलेको टाइम चाहिँ 3:13 भएको छ। वेडनेसडे हो होइन। अनि अझै सुन्दैछौँ के हुन्छ। It's our new experience in night out in Shivaratri, like in Holy Temple. And कस्तो हुन्छ हेर्दै गर्नु होला। अलिकति बोरिङ लाग्छ भने पनि हेरिदिनु होला, पछि इन्ट्रेस्टिङ कुराहरू आउँछ। अनि त्यही हो यो हामीले चाहिँ। अनि यहाँनिर यो हामी जानुको थियो, त्यहाँनिर चाहिँ हाम्रो ट्रेन चाहिँ होस् भएर चाहिँ मान्छेहरू आएको छ भने बस्नु सजिलो होस् भनेर हामीले चाहिँ अब त्यो हाम्रो ट्रेन छ नि त, सजिलो हुन्छ नि त यताउता सार्न। त्यही भएर हाम्रो ट्रेन चाहिँ यतापट्टि सारिदिएका छौँ है त। त्यही हो, यो खाजाको भिडियोहरू हेर्नुभयो होला। त्यही हो, जोस मजाले बनाएको छ यता सबै। यो पर्वको अवसरमा स्थानीय व्यञ्जनहरूको पनि रमाइलो देख्न सकिन्छ। भक्तजनहरू मन्दिर परिसरमा एक आपसमा घुम्न र विश्राम गर्नका लागि केही समय बिताउँछन्। कर्पुटारको स्थानीय भोजनले यात्रा अझै रमाइलो बनाउँछ।
यताबाट बाटो रहेछ माथि कति जान मिल्छ वी डोन्ट नो महाशिवरात्रिमा भक्तजनहरू ध्यान गरेर आफ्नो मानसिक शान्त र आत्मिक उन्नति चाहन्छन्। यहाँको वातावरणले भक्तलाई ध्यान गर्नका लागि उत्तम अवसर प्रदान गर्छ। ईशानेश्वर मन्दिरमा महाशिवरात्रि पर्वको रात्रिभर विशेष पूजा र भजन कीर्तन आयोजना गरिन्छ। भक्तजनहरूले मन्दिरको आँगनमा भजन गाएर भगवान शिवको महिमा गाउँछन् र आत्मिक तृप्त अनुभव गर्छन्। महाशिवरात्रिको रातभरि पूजा र साधनापछि बिहानको पहिलो प्रकाशसँगै अञ्जलुहरू आफ्नो आस्था विश्वासको सशक्त सङ्केत प्रस्तुत। ईशानेश्वर महादेव मन्दिरमा शिवजीको आशीर्वादले जीवनको नयाँ दिशा खोल्छ। यो पवित्र यात्रा केवल धार्मिक कर्म मात्र होइन, यो एक अतिरिक्त अनुभव हो जहाँ मानवता, आस्था र प्राकृतिक सौन्दर्यको सङ्गम हुन्छ। ईशानेश्वर महादेव मन्दिरको महाशिवरात्रि यात्राले सबैलाई नयाँ ऊर्जा र आस्था प्रदान गर्छ। पशुपति र शिवजीको आशीर्वादले भरिपूर्ण यो विशेष पर्व कर्पुटारको ईशानेश्वर महादेव मन्दिरमा अनुभव गर्नुहोस्। यहाँका भक्तिपूर्ण वातावरण र आध्यात्मिक ऊर्जा तपाईँको जीवनलाई शान्ति र समृद्धिले भरिदिनेछ। धन्यवाद। महाशिवरात्रि यात्रा ईशानेश्वर महादेव मन्दिर कर्पुटार लमजुङ 2081 साल। सारी भए कराउँथे के गरी गोर्खा मनका मना झ्याप्पै मायालाई हालौ भने नि ठिक छैन जमाना। बियर खाँदा भित्तामा लडेछु, भित्तामा लडेछु। शिवरात्रिको बेलामा बाटो हिँड्दा हिलोमा लडेछु, गोर्खा मनका मना झ्यापै मायालाई हालौ भने नि ठिक छैन जमाना। हिलोमा कुदेको, हिलोमा कुदेको पोती छैन भाले जुने। ठिक छैन जमाना। धुलोमा कुदेको पोथी छैन भाले जुनेको। झ्यापै मायालाई हालौ भने नि ठिक छैन जमाना। What up guys? अनि आजको चाहिँ शिवरात्रिको भोलिपल्ट हो, सकिसक्यो शिवरात्रि। अनि यहाँ त्यही हो, यहाँ पनि मान्छेहरू थुप्रै थियो। हिजो कति धेरै थियो, आज चाहिँ अलिकति मात्र छ मान्छेहरू। अनि हिजो बिहान छिटो उठ्यो, अनि त्यसपछि दिउँसो के गर्ने गर्दाखेरि अनि त्यसपछि
राति आएर झ्यापझुप सुत्दिएको अहिले भरे एउटा अहिले उठेको होइन एकचोटि बिचमा चाहिँ स्लिपिङ ब्याग खोल्नको लागि मात्र उठ्यो हिजो ठ्याक्क एउटा यस्तो खिच्न मन रहेछ अनि आज ठ्याक्क मान्छे अन्दाजा गर्नु अझ आधी त सफा भइसक्यो हिजो कतिको मान्छे थियो आज फोर्थ्यो भन्दा आधी त सफा भयो त है कतिको मान्छे थियो कसरी यसो गर्न मिल्छ आधी मात्र फोर्छ भने चाहिँ कति फोर्छ जसलाई हेर त भिडियोमा अझै देखिँदैन अनि फोरै फोर्छ देखिन्छ तर माथिबाटै देखिन्छ अरे फोर्छ ड्रोन भ्यूमा फोर देखिन्छ यहाँको मान्छेले कन्ट्रोल गर्नको लागि के गर्न सक्थ्यो अझै यहाँ मजाले यहाँ म्यानेजमेन्टको लागि फोरको लागि बजेट चाहिन्छ जस्तो अनि अर्गनाइजरहरूले गर्दैनन् तर क्लबको मान्छेहरूले नगरेको त होइन गरेको हो केही नहुने गरेको यो के अरे ठाउँमा वरिपरि कुनातिर एउटा दुइटा अलिअलि मजाले डस्टबिनहरू राखिदिएको भए चाहिँ बजेट लिन्डर उठ्ने ठाउँ त हरेक वर्ष उठ्छ कि फेरि वान टाइम इन्भेस्टमेन्ट हुन्छ यो त टेम्पोररी इन्भेस्टमेन्ट हो कि त्यही माथि टेम्पोररी हो लङ टर्मको हेऱ्यो भने त उनीहरूले उखाल्यो लयो फेरि अर्को वर्ष नै हालिदियो अरू त के म्यानेजमेन्ट भनौँ न त्यस्तो छ अब यो बाँसहरू फलिहाल्छ सेम हाम्रो देशको सिस्टम हो कि